यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँचिरहे 9 महिना कुमा राखी कति दुःख कष्ट सही मलाई यो दुनियाँ देखायो हामीलाई ताते ताते गर्दै हिँड्न सिकायो हामीलाई हुर्कायो लेखायो पढायो बढायो ठुलो मान्छे बनायो कसरी बिर्सन सक्छु र आमामा आफू बोके बसी बसी खाना खुवाएको माफ गरिदिनु आमा मलाई त्यही दिन्छु भने मैले कपालले रुवाएको आमा बाबा मेरो लागि सबै त सर्वस्व अनि ब्रह्माण्ड पनि सकिँदैन आमा बाको बयान जति गरे पनि खुसी राख्छु मैले आमा बाले म मरे पनि अब चिन्ता लिन पर्दैन बाबा मेरो हजुरको जिम्मेवारी हजुरको छोराले हजुरको काँधबाट झारेर आफ्नो काँधमा सारिसक्यो अरू के नै छोरा साथी आफ्नो परिवार भन्दा माथि पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँचिरहे घरमै भएपछि भगवान् किन जानु पर्यो मन्दिर भगवान् पुज्नलाई अरू त के छु नबन्नलाई अहिलेको लागि यति नै काफी छ सब बुझ्नलाई घरमै भएपछि भगवान् किन जानु पर्यो मन्दिर भगवान् पुज्नलाई अरू त के छु नबन्नलाई अहिलेको लागि यति नै काफी छ सबै बुझ्नलाई क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँचिरहे